मानव अधिकार आयोगको कस्तो क्वेसन आउँछ हेरौँ यहाँ हामीले हिजो सरी हिजो मानव अधिकार आयोग पढ्यौँ हामीले मानव अधिकार आयोगको काम हामीले पढ्यौँ अधिकार आयोगको यसलाई म 1 मिनेटमा रिक्याप गरेँ 2 मिनेटमा रिक्याप गर्छु के छलफल गरौँ भनेर 2 4 9 मा यसको काम थियो यो मानव अधिकार आयोग चाहिँ पहिलो कुरो मूल काम भनेको यो मानव अधिकारको संरक्षण यसको सम्वर्धन प्रभावकारी कार्यान्वयनका लागि भूमिका निर्वाह गर्ने यसको मूल कर्तव्य हो त्यसपछि अब अरु काम के हुन्छ त भन्दा एउटा चाहिँ मुद्दा चलाउने एउटा चाहिँ अनुसन्धान पहिला अनुसन्धान हुन्छ अनुसन्धान गर्ने छानबिन के को मानव अधिकार उल्लङ्घन पहिलो काम चाहिँ यसको अनुसन्धान गर्ने छानबिन गर्ने के मानव अधिकार उल्लङ्घन दोस्रो काम मानव अधिकार उल्लङ्घनको चाहिँ अनुसन्धानबाट दुईटा कुरा देखिन्छ कि मुद्दा चलाउने कुरा देखिन्छ कि नचलाउने कुरा देखिन्छ मुद्दा चलाउने निर्णय सिफारिस गर्ने मुद्दा चलाउनलाई सिफारिस गर्ने दोस्रो काम हो तेस्रो काम चाहिँ हामी कर्मचारीहरूलाई जसले मानव अधिकार आयोगको निर्देशन पालना गर्दैन वा जसले चाहिँ मानव अधिकार पुरा गर्ने जिम्मेवारी पन्छाउँछ ती व्यक्तिहरूलाई के गर्ने त भन्दा ती व्यक्तिहरूलाई चाहिँ किन यस्तो आयो कोटो ओके यही समस्या भएर यहाँ सल्भ गरे है किनले देखिरहेको ओके मानव अधिकार छानबिन गर्ने अर्को विषय हो हैन छानबिनपछि चाहिँ मुद्दा चलाउने निर्णय गरेपछि नेपाल सरकारलाई मुद्दा चलाउने दोस्रो काम हो त्यसपछि तेस्रो काम भनेको विवादीय कारबाही सिफारिस गर्ने चौथो काम भनेको जनचेतना फैलाउने पाँचौं काम भनेको कानुन मानव अधिकार सम्बन्धी कानुन संशोधन गरेर सिफारिस गर्ने छैटौं काम भनेको चाहिँ हामीले के गर्छौँ भन्दा यो उल्लङ्घनकर्ताहरूको अभिलेख राख्ने छैटौं काम हो हैन हिजो कुरा गर्दैछौँ हैन सातौं काम भनेको चाहिँ यसलाई अदालतलाई सरल अधिकार हुन्छ यसले चाहिँ बयान पत्र गर्ने प्रमाण दिने काम गर्छ अर्को भनेको आफ्नो काम भनेको क्षतिपूर्तिको आदेश दिन सक्छ नौं काम भनेको यो सन्धिका कुरा सन्धि नयाँ सन्धिको पक्ष बन वा भइरहेको सन्धि कार्यान्वयन गर्ने कि गरेन भन्ने विषय र अर्को काम भनेको चाहिँ यसले चाहिँ खानतलासी गर्ने व्यक्तिहरू उद्धार गर्ने यस्तो काम गर्छ यति कुरा हामीले पढ्यौँ है ओके आज हामी चाहिँ आज हाम्रो विषय चाहिँ यो उसको छलफल गर्छौँ हामी के भन्छ यसलाई लोकसेवाको काम छलफल गर्छौँ त्यसपछि सबैको आएको घटना हामी जान्छौँ ओके ल हेरौँ लोकसेवा आयोगको काम ल अहिले प्रश्न हामी हेरौँला अहिले यसबाट बुझौँ यो धारा 243 मा यसको कामबारे उल्लेख छ धारा 243 लोकसेवाको दुईटा मात्रै काम छ तपाईले मलाई देखिरहनु भएको छ भने किन यो आयोगको लिएर आएको छ हेलो मैले शेयर गरेको देखिया छैन ओके एकैछिन ओके अहिले देखिया छैन त देख ओके ल हेरौँ लोकसेवा आयोगको चाहिँ कामहरुलाई म सजिलोसँग बुझाउन प्रयास गर्छु अनि एन्सर फर्मेटमा कसरी लेख्ने हामी आउँछौँ लोकसेवाको दुईटा काम छ साथीहरु जम्मा दुईटा काम छ लोकसेवाको है एउटा चाहिँ परीक्षा लिन्छ परीक्षा यसलाई बुझाउँ चित्रबाट क्लियर हुन्छ एउटा काम चाहिँ यसको काम भनेको परीक्षा लिने हो है दोस्रो काम भनेको यसको परामर्श यसको जम्मा दुईटा काम हामीले पढ्न पर्ने यसको दुईटा मात्रै काम हो एउटा परीक्षा लिने परामर्श अब यहाँ ध्यान दिउँ परीक्षा चाहिँ यसले दुई किसिमको छ परीक्षा दुई किसिमको एउटा चाहिँ हामी यो संघीय निजामतीको लिन्छ यसले संघीय निजामतीको भनेको मेरो लिन्छ निजामतीको परीक्षा लिन्छ यसले संघीय निजामतीको अर्को चाहिँ तपाई सुरक्षा निकाय
सुरक्षा निकाय संगठित संस्थाहरू बैंक हुन्छ नि बैंकहरू संगठित संस्था यो दुई किसिमको छ यसले परीक्षा सञ्चालन गर्छ अहिले यति बुझौँ एउटा चाहिँ यसले के गर्ने भयो सङ्घीय निजामतीको परीक्षा लिने भयो अर्को चाहिँ यसले सुरक्षा निकायको परीक्षा लिन्छ यहाँसम्म यति बुझौँ है अब परीक्षा के गर्छ त्यसले भन्दा यो सङ्घीय निजामतीको यसले सबै परीक्षा सञ्चालन गर्छ सबै परीक्षा भने लिखित मौखिक हैन सिप परीक्षा सबै सञ्चालन गरेर यो उम्मेदवार उपयुक्त छ यसलाई चाहिँ नियुक्तिको लागि सिफारिस गर्दछु नियुक्तिको लागि सिफारिस गर्छ यो चाहिँ निजामतीको यसले सबै परीक्षा लिन्छ तर हामी सुरक्षा निकायको संगठित संस्था भने कृषि विकास बैंक राष्ट्रिय वाणिज्य बैंक हैन सीटीबीटी राष्ट्रिय परीक्षा बोर्ड तपाईले बुझिहाल्नुहुन्छ जडीबुटी के छ नि त्यो जडीबुटी प्रशोधन यी सबै संगठित संस्थाहरू दुग्ध विकास आयल निगम विद्युत प्राधिकरण हो यिनीहरूको चाहिँ के मात्र गर्छ भन्दा लिखित परीक्षा लिन्छ यहाँ ध्यान दिनुस् लिखित परीक्षा ल पहिला दुईटा पोइन्ट यहीँबाट बनाउन सक्नुहुन्छ अहिले भाषामा आउँछ अहिले दुईटा पोइन्ट यहीँबाट बनाउनु लोकसेवाको पहिलो काम भनेको सङ्घीय निजामतीको सबै परीक्षा सञ्चालन गरी उपयुक्त उम्मेदवार नियुक्तिका लागि सिफारिस पहिलो काम यो दापट यताबाट के लेख्नु पर्यो आफ्नो तपाईहरुको सुरक्षा निकाय वा संस्थाको लिखित परीक्षा सञ्चालन दुईटा पोइन्ट बन्यो सुरक्षा निकायको लिखित परीक्षा सञ्चालन गर्ने एउटा पोइन्ट अर्को चाहिँ सङ्घीय निजामती सेवाको सबै परीक्षा सञ्चालन गर्ने दुईटा पोइन्ट बन्यो यसो काम चाहिँ परीक्षाको काम यसले जम्मा दुईटा चाहिँ के गर्छ भन्दा जम्मा दुईटा परीक्षा लिन्छ एउटा सबै परीक्षा लिन्छ सङ्घीय निजामतीको अर्को सुरक्षा निकायको के गर्छ लिखित परीक्षा मात्र लिन्छ यो यति दुईटा पोइन्ट तपाईले ल्याउनु पर्यो अब बुझ्नको लागि अर्को काम के हो परामर्श परामर्शको काम कति काम गर्छ चित्रबाट बुझाउँछु पहिला परामर्श भने सल्लाह दिने परामर्श चाहिँ तीनवटा कुरा परामर्शमा तीनवटा फरक छ है एउटा तपाईं सुरक्षा निकायको एउटा परामर्श दिन्छ दोस्रो परामर्श चाहिँ संगठित संस्थाको यहाँ सिकाइदिएको छ हामीलाई तपाईलाई र संगठितलाई र सुरक्षा निकायलाई संगठित संस्था यो भनेको मैले बुझाएँ तपाईलाई सुरक्षा निकाय भनेको नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना राष्ट्रिय अनुसन्धान विभाग सुरक्षा निकाय भयो यतापट्टि संगठित संस्था भनेको कृषि विकास आयल निगम दुग्ध विकास संस्थान जति पनि जडीबुटी प्रशोधन केन्द्र राष्ट्रिय परीक्षा बोर्ड सीटीबीटी यस्ता चाहिँ संगठित संस्था र अर्को चाहिँ निजामती यो तीनटामा परामर्श निजामती ल सही अब बुझ्नुस् सुरक्षा निकायको एउटा मात्रै विषयमा यसले परामर्श दिन्छ एउटा मात्रै विषयमा परामर्श दिन्छ भने संगठित संस्थाको यसले तीनवटा विषयमा दिन्छ यतापट्टि 6वटा विषयमा के गर्छ परामर्श दिन्छ अब हेर्नुस् संगठित संस्थाको भन्दा के सुरक्षा निकायको केमा परामर्श दिन्छ भन्दा यसलाई तेस्रो पोइन्ट कसरी हेर्नुस् है बढुवा गर्दा अपनाउनु पर्ने सिद्धान्तले परामर्श दिन्छ यो बढुवा गर्दा अपनाउनु पर्ने सिद्धान्त भनेको राम श्याम हरि कसलाई बढुवा गर्ने भनेर परामर्श दिने होइन राम श्याम हरि कसलाई बढुवा गर्ने भनेर होइन के आधारमा बढुवा गर्ने जस्तै ज्येष्ठताको आधारमा हो कि पहिला नीति भएको आधारमा बढुवा गर्ने हो कि उल्ले चाहिँ गरेको योगदानको आधारमा गर्ने हो कि उल्ले हासिल गरेका डिग्रीहरू सर्टिफिकेटको आधारमा गर्ने हो कि सैद्धान्तिक विषयमा है प्रहरीमा कसलाई हल्लार बनाउने हल्लार बनाउने भनेर लोकसेवाको परामर्श दिने होइन थ्योरिटिकल विषयमा तपाईले सीता गीता कोसित बिहा गरौँ सर भनेर सोध्ने हैन कस्तो केटीसित बिहा गर्दा ठिक हुन्छ भनेर सोधे जस्तै हो यो चाहिँ के थ्योरिटिकल विषय हो यहाँ ध्यान दिनु होला बढुवा गर्दा अपनाउने सिद्धान्तको बारेमा यसको बारेमा एउटा विषयमा सुरक्षा निकायमा यो सशस्त्र सेना नेपाल प्रहरी सबैमा यही लागु हुन्छ सुरक्षा निकायमा एउटा अब यसलाई के गर्नु पर्यो भाषामा लेख्दा अहिले भाषा लेख्न आउँछ मात्र बुझ्नको लागि हामीले लेखिसक्यौ नि हिजो हेरिसक्यौ नि चित्र बनाएर मैले स्क्रिन शेयरै गरे त्यो गर्दा समय खेर जान्छ यही कुरालाई भाषामा लेखिएको कुरालाई फेरि हाइलाइट गरेर सक्छु त्यो गर्दा समय पनि बच्छ बुझिन्छ जस्तो लाग्छ मलाई नत्र त्यो किसिमले भन्दा जाने भयो नि गम्भीर समस्या त्यो छ है ल हेरौँ अब संगठित संस्थाको चाहिँ के त भन्दा विषय संगठित संस्था के त भन्दा एउटा यो सेम बढुवा गर्दा अपनाउने सिद्धान्त बढुवा गर्दा
एउटा यो सेम सार्नुहोस् बढुवा गर्दा अपनाउने अपनाउने सिद्धान्त एउटा यो सिद्धान्त एउटा दोस्रो यो समष्टि संस्थामा लेख्दैछौँ हामी हरिमा लेख्नेलाई हरियोमा लेख्ने यो एउटा भयो दोस्रो चाहिँ के त भन्दा यो विभागीय कारबाही म बुझाउँछु यो विभागीय कारबाही यही हो भाषा भनेको यही हो बुझ्नुस् अहिले म एन्सर लेखेको छु त्यही देखाउँछु विभागीय कारबाही गर्दा अपनाउने सिद्धान्त र अर्को चाहिँ के त भन्दा सेवा सम्बन्धी कानुन सेवा शर्त सम्बन्धी कानुन यो तीनटा विषयमा किनभने तपाईँ कमन सेन्स युज गर्न यसरी सम्झिनु सुरक्षा निकाय जम्मा 4 वटा हो यो त 54 संस्था त धेरै छ नि 56 कतिवटा सेवा सुरक्षा निकायको एउटा विषयमा निर्धारित परामर्श के लेख्ने सुरक्षा निकायको सुरक्षा निकायमा बढुवा गर्दा अपनाउनु पर्ने सिद्धान्तका बारेमा लोकसेवा आयोगले परामर्श दिने है सुरक्षा निकायमा बढुवा गर्दा अपनाउनु अहिले भाषामा आउँछ हेर्छौँ तर अहिलेलाई यसरी बुझ्नु यतापट्टि समष्टि संस्थाको एउटै लाइनमा समष्टि संस्थाको बढुवा विभागीय कारबाही गर्न पर्ने सिद्धान्त बढुवामा विभागीय कारबाही गर्न पर्ने सिद्धान्त र सेवा सम्बन्धी कानुनमा परामर्श दिने अब यहाँ बढुवा त बुझिसक्नु भएको छ विभागीय कारबाही भनेको विभागीय कारबाही तपाईँलाई समयसँग चेतावनी दिने तपाईँको चाहिँ यो चालचलन सम्बन्धी प्रतिवेदन नकारात्मक राय लेखिदिने प्रतिकूल राय लेखिदिने तपाईँको ग्रेड रोका गर्ने हैन ग्रेड घटुवा गर्ने पद घटुवा गर्ने सेवाबाट हटाउने यस्तो गर्छ नि प्रतिवेदनमा आफ्नो समस्याभित्र कारबाही गर्छ हो त्यो विभागीय कारबाही हो त्यस्तो गर्दा चाहिँ कसलाई विभागीय कारबाही गर्ने भन्ने विभागीय कारबाही थ्योरिटिकल परामर्श लिने अर्को सेवा सम्बन्धी कानुन हाम्रो सेवा तपाईँ हामी निजामती सेवा तपाईँ प्रहरीको सशस्त्र प्रहरीको नेपालको प्रहरी 2012 छ सशस्त्र प्रहरी एनआइडीका साथीहरु सेवा यस्ता सेवा सम्बन्धी कानुन प्रहरी सशस्त्र प्रहरी सेवा कानुन हो यो कानुनको पनि थ्योरिटिकल विषयमा परामर्श दिनु पर्यो तपाईले के 4 वटा पोइन्ट यहाँ यो एउटा पोइन्ट हो यसलाई एउटा पोइन्ट दिनु सक्नु तपाईले निजामती सङ्घीय निजामतीको सबै परीक्षा सञ्चालन गर्ने यसमा दुई लेख्नु पर्यो सुरक्षा निकाय र समष्टि संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने दोस्रो पोइन्ट हो तेस्रो पोइन्ट यहाँ लेख्नु पर्यो यो तेस्रो पोइन्ट हो चाहिँ सुरक्षा निकाय सिधै यहाँ सुरक्षा निकायमा बढुवा गर्दा सुरक्षा निकायमा क्यामेरा सुरक्षा निकायमा बढुवा गर्दा अपनाउनु पर्ने सिद्धान्त चौथो यो लेख्ने समष्टि संस्थामा बढुवा गर्दा विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सिद्धान्त र सेवा सम्बन्धी कानुनको बारेमा सकिन्छ यो अब सङ्घीय अब जे पढिन्छ अब के भन्दा परामर्श यहाँ नअटेर यो पोइन्ट हामी यहाँ ल्याएर सङ्घीय निजामती यहाँ ल्याएर सङ्घीय निजामती त्यो विषयमा परामर्श दिन्छ जे यतापट्टि एउटै सिम्पल यहाँ बढुवा विभागीय कारबाही र सेवा सम्बन्धी सेवा शर्त सम्बन्धी कानुनको विषयमा परामर्श एउटै कानुनका विषयमा परामर्श यसरी लेख्न सक्नुहुन्छ तपाईले दिने एउटा विषय हो दोस्रो चाहिँ यसको भनेको यो सरुवा वा बढुवा गर्दा यही हो भाषा है गर्दा चाहिँ के उम्मेदवारको उपयुक्तताको विषयमा यो त माथि त बुझ्नु भएको छ तपाईले यो पोइन्ट चाहिँ यो पोइन्ट बुझाउनु पर्ने किनभने अघि आइसकेको छ यो पोइन्ट हो यो चाहिँ सिम्पल
तपाईले एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा वा एक तहबाट अर्को तहमा बढ्दुला गर्दा पनि के गर्नु पर्यो त्यो विषय कुन चाहिँ कस्तो खाले उम्मेदवार ठिक हुन्छ त सरुवा गर्दा जस्तै जुम्लामा सरुवा गर्दा कस्तो खाले उम्मेदवार ठिक हुन्छ कसलाई सरुवा गर्ने भनेर परामर्श थ्योरिटिकल मात्र भने सारा थ्योरी कुरा मात्र दिनु यसले कुरा क्लियर भयो हामी यो भयो अर्को पोइन्ट भनेको यसमा चाहिँ अर्को यो भयो अर्को भनेको चाहिँ यो तपाईको यो नेपाल सरकारबाट निर्वृत्ति गर्नु अहिले यति निर्वृत्ति भरण पाउने पदमा स्थायी नियुक्ति गर्दा परामर्श दिने अर्को यो संघीय निजामतीमा सबैभन्दा बढी नियुक्ति गर्दा संघीय निजामतीमा 6 महिना भन्दा यो दुईटा चाहिँ याद हुन होला 6 महिना भन्दा बढी मैले बुझाउँछु 6 महिना भन्दा बढी यो नयाँ एउटा छैन यस्तो कन्सेप्ट बढी 6 महिना भन्दा बढीका लागि नियुक्ति गर्दा र अर्को चाहिँ अलि अर्को सेवा परिवर्तन वा स्थानान्तरण गर्दा अहिले हामी भाषामा हेर्छौँ स्थानान्तरण गर्दा सबैलाई बुझौँ त्यसपछि हामी जान्छौँ केही छ समस्या त्यो अवसरमा आउन है कोलम्बियामा यो चाहिँ कोलम्बियामा स्क्रिन खाली भयो त्यहाँ जान्छु आज मैले फोन गरेँ स्क्रिन खाली रहेको बोर्ड त्यो भयो नत्र हामी बोर्डमै खर्च भएको है मेरो काम गरेर पढाउनु पर्यो यो कुरो कि त ग्याप राख्नु पर्यो 2 दिनमा ग्याप राख्नु फेरि अर्को जोक हुन्छ हैन यहीँबाट ट्राई गर्नु के भएन होला हैन यहाँ पनि त्यस्तो केही फरक छैन है ओके अब हेरौँ यहाँ यो निर्वृत्ति भनौँ भने पेन्सन पाउने सरकारले पेन्सन दिने पदमा त्यतिकै सडकबाट मान्छे उठाएर भर्ना गर्न पाइदैन त्यसमा स्थायी नियुक्त गर्नु पर्यो निर्वृत्ति भनौँ पेन्सन पाउने पद पेन्सन पाउने नेपाल सरकार पेन्सन भनेर जीवनभर नेपाल सरकारले दिनु पर्यो नि त त्यस्तो पदमा तपाईले कसैलाई नियुक्त गर्नु पर्यो स्थायी नियुक्ति त्यसले त के हुन्छ राज्य कोष बढ्छसँग त एउटा गम्भीर के छ भने सरकार चेन्ज हुन्छ मानौ केपी ओलीको सरकार आयो शेरबहादुरको सरकार आयो प्रचण्डको सरकार आयो मानौ भने उहाँहरूले आफ्नो कार्यकर्ता यसरी पेन्सन दिने गरी नियुक्त गर्न थाल्नु भने के हुन्छ त्यसको हालत त्यो कुरालाई रोक्न अहिले के लेख्दै भन्दा यदि तिमी कसैलाई पेन्सन दिने पेन्सन दिने गरी कसैलाई नियुक्त गर्छौ स्थायी नियुक्ति गर्छौ भने लोकसेवा आयोगको परामर्श अनिवार्य रहेछ किनभने लोकसेवा आयोग त सरकार होइन नि त नेपाल सरकार होइन कि लोकसेवा आयोग यो संवैधानिक निकाय कहिले पनि तपाईले लोकसेवा आयोगको माथि नेपाल सरकार लोकसेवा आयोग लेखेको देख्नुहुन्न है त्यसरी यो कुरा बुझ्नु पर्यो है यो भयो भन्छ निर्वृत्ति गर्न पाउने पदमा स्थायी नियुक्ति गर्यो भने चाहिँ स्टेट पर्यो एउटा विषय दोस्रो चाहिँ यो निजामतीमा के 6 महिना भन्दा बढी चाहिँ नियुक्त गर्नु पर्यो हामी करारमा नियुक्त गर्नु पर्यो भने 6 महिनासम्म नियुक्त गर्छौँ हैन त्यो गर्नु पर्यो भने नेपाल सरकारले के चाहियो के रे लोकसेवा आयोगको परामर्श यदि सरकारले निजामती सेवामा इन्जिनियरहरु याद गर्नु होला इन्जिनियरहरु करारमा मागिरहेको छ नि मन्त्रालय जस्तै अस्ति भूकम्प आउँदाखेरि चाहिँ धेरै इन्जिनियरहरु माग्यो नि त्यस्तोलाई 6 महिना भन्दा बढी नियुक्त गर्न करारमा 6 महिना भन्दा बढी नियुक्ति हुँदैन बरु 3 महिनामा रिन्यु हुन्छ 6 महिनामा रिन्यु हुन्छ वर्षौं मान्छेले 20 वर्ष करारमा जारी खान्छन् तर 6 महिना भन्दा बढी नियुक्त गर्न पाइदैन त्यही भन्नाले यदि तिमी संघीय निजामतीको पदमा कसैलाई सम्भव लोकसेवाले विज्ञापन लिएर ल्याउ करारमा नियुक्ति गर्छौ भने पनि 6 महिना भन्दा बढी नियुक्ति गर्नलाई लोकसेवाको परामर्श लिऊ भन्ने पोइन्ट है यो पोइन्ट चाहिँ अलिकति तपाईलाई बुझ्नुहुन्छ यो सेवा परिवर्तन भने सशस्त्रबाट नेपाल प्रधानमन्त्री ल्याउनु पर्यो राजस्वको कर्मचारी नेपाल सरकारको राजस्वको कर्मचारी प्रशासनमा ल्याउनु पर्यो हामी म सरकारी वकिल मलाई कहाँ लानु पर्यो न्यायमा लानु पर्यो अदालत कर्मचारी बनाउनु पर्यो हो यसरी सेवा परिवर्तन गर्नु पर्यो भने पनि लोकसेवाको के गर्दा तिमी परामर्श लियो यो भने हो स्थानान्तरण भने चाहिँ प्रदेशबाट संघबाट प्रदेशमा एउटा स्थानबाट अर्कोमा जस्तै उदाहरण निजामती पहिला निजामती सेवामा के भयो भने निजामती सेवाको मान्छेहरुलाई प्रदेश लिएर गयो प्रदेशमा समायोजन गरियो नि हो त्यसरी समायोजन गर्दा पनि के गर्यो तिमी
तिमी चाहिँ परामर्शले भने यसरी भन्यो यति लोकसेवाको काम हो। यही कुरालाई भाषामा लेख्दा कसरी लेख्ने अलिकति हेरौँ। त्यो भाषामा लेख्दा कसरी लेख्ने यो ढङ्गले तपाईँले लेख्ने। यहाँ हेरौँ अब यसलाई नि छलफल गरेर जाउँ। ल परीक्षा एउटा परीक्षा सञ्चालन गर्ने भयो यसको काम। मैले यहीँबाट सुरुवात गरेँ। अहिले एक पृष्ठ देखौँ होला। यहीँबाट चाहिँ भाषामा लेख्दा कसरी लेख्ने भन्ने भाग यतिमा छ। अब यो चाहिँ यहाँ भने चाहिँ धारा 200 कति सरी के भयो धारा 246 यो छ धारा 246 भन्यो। परीक्षा के भनेको भन्दा सँगै निजामतीको चाहिँ नियुक्तिलाई यसले के गर्छ परीक्षा सञ्चालन गर्छ भन्यो। नियुक्तिको लागि सबै परीक्षा सञ्चालन गर्छ भने अरु सुरक्षा निकायको चाहिँ लिखित परीक्षा सञ्चालन गर्ने भनेर यसरी लेख्नु पर्यो। परीक्षा दुईटा परीक्षा सँगै दुईटा अघि हामीले छलफल गर्यौं त्यही सँगै निजामतीको सबै परीक्षा चाहिँ सञ्चालन गरेर नियुक्तिको लागि के गर्छ चाहिँ लिन्छ भन्यो। यतापट्टि लिखित परीक्षा सञ्चालन गर्छ भन्यो। परामर्श दिने के त भन्दा सिम्पल सशस्त्र प्रहरी नेपाल प्रहरी जे पनि छ यिनीहरुलाई यति बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा सामान्य सिद्धान्तको विषयमा हामी सुरक्षा निकायलाई के बढुवा गर्दा मैले कीवर्ड बनाइदिएछु अहिले हामी के पनि हेर्छौं। बढुवा गर्दा अपनाउनु पर्ने के त भन्दा विषयमा अब समष्टि संस्थाहरुको के छ समष्टि संस्थाहरुको के गर्ने त भन्दा समष्टि संस्थाहरुको के भन्यो भने समष्टि संस्थाहरुको चाहिँ तीनटा एउटा सेवा सम्बन्धी कानुनको विषयमा एउटा बढुवा गर्दा अपनाउनु पर्ने र अर्को विभागका यो तीनटा विषय चाहिँ परामर्श समष्टि संस्थाहरुको यो तीनवटा विषयमा परामर्श जुन अघि हामीले चित्रमा हेरिसक्यौं। यो तीनटा विषयमा परामर्श भन्यो। अब बाँकी तलको चाहिँ निजामतीको यो तलको चाहिँ के भन्दा निजामतीको के छ निजामती के भने एउटा सेवा सम्बन्धी सरी एउटा सेवा सम्बन्धी कानुनको गर्नेले सेवा सम्बन्धी कानुनको विषयमा परामर्श दिनुको अर्को जे यता थियो त्यही नियुक्ति बढुवा विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त यहाँसम्म हाम्रो सेम उता जस्तै। त्यसपछि अर्को चाहिँ अब यहाँ यो नयाँ कुरा चाहिँ अघि हामीले छलफल गरेको कुरा हो। नयाँ कुरा चाहिँ यहाँनिर चाहिँ 6 महिना भन्दा बढी नियुक्ति गर्नुपर्दा चाहिँ परामर्श दिनु पर्यो। अर्को यतातिर चाहिँ के छ भन्दा यो चाहिँ सेवा परिवर्तन वा स्थानान्तरण गर्दा पनि परामर्श दिनु पर्यो। मैले हाइलाइट गरेको हेर्नुभयो भने त्यहाँ बुझ्नुहुन्छ। त्यसपछि अर्को चाहिँ विभागीय कारबाहीको बारेमा परामर्श दिनु पर्यो। र अर्को चाहिँ निवृत्ति भरण पाउने पदमा परामर्श दिनु पर्यो। ओके यसलाई तपाईले अब यसरी स्क्रिनशट गर्नु हो भने बुझ्नु मिल्छ। त्यति यसको आन्सर सकिन्छ। यसलाई के गरिया छ भने यसलाई यहाँ लेखेको छ है यसलाई यहाँ लेखेको छ सजिलो बनाउनलाई एक संघीय निजामतीको सबै परीक्षाले सुरक्षा निकायको र संस्थाको लिखित मात्रैले परीक्षा लिन्छ। परामर्श सुरक्षा निकायलाई एउटा विषय बढुवा गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा परामर्श दिन्छ। समष्टि संस्थालाई तीनटा बढुवा गर्दा अनि सेवा सम्बन्धी कानुन र विभागीय कारबाहीको लागि यसले के गर्छ परामर्श दिन्छ। सँगै निजामतीको सर्भिस ललाई परामर्श दिन्छ। नियुक्ति बढुवा गर्दा विभागीय कारबाही गर्दा सबैमा नियुक्ति बढुवा विभागीय कारबाही गर्दा परामर्श दिन्छ। पेन्सन पाउने गरी स्थायी नियुक्ति गर्दा परामर्श चाहियो। 6 महिना भन्दा बढी नियुक्ति गर्दा परामर्श चाहियो। सेवा परिवर्तन र स्थानान्तरण यो पनि हेरेर हेर्दा हुन्छ। तपाईलाई भाषामा मिलाउन आएर यो पनि एउटा उपाय हुन्छ। ओके है यसरी जान सक्छौं है। यसरी केही बुझेन लेखिदिएको भएको छ। यो सकिन मैले सकिन मेरो तरिका यही हो। मैले यति लेखेँ है। के लेख्ने भन्नु त अब यही छ एउटा यो छ अर्को हामीले यो तपाईले यसरी लेख्नुस्। अर्को यतापट्टि भाषा हामीले भर्खरै चाहिँ सम्पूर्ण यहाँ छ के लेख्ने भन्नु यही सारो मैले लेखेको अक्षरमा यही सारो बढुवा यो 11 सेवा सम्बन्धी परामर्श दिनु कति समय भएछ 30 मिनेट भयो एउटालाई क्वेशनलाई अब सोच्नुस् तपाई कतिवटा क्वेशन पढ्नु पर्छ कति दिनमा ध्यान भ्याउनुहुन्छ बुझ्नु प्रयास गर्नुहोस्। भएन भने हामी बोर्डमा पनि छलफल गर्ने हामीले गरिरहेको यहाँ छ तपाईहरुलाई त्यो पनि हामी गर्न सक्छौं है। ल हुन्छ कीवर्ड लेख्दा पनि हुन्छ। तर के हो भने सकभर कीवर्ड नलेख्ने सकभर कीवर्ड कता थियो सकभर कीवर्ड नलेख्ने
अब केही उपाय लागेन लास्ट आवरमा भने अलिकति भाषा मिलाएर लेख्ने है केही उपाय लागेन भने भाषा मिलाएर लेख्ने कुरो बुझ्नुभयो जस्तै यहाँ सिम्पल सक्नुहुन्छ नि तपाईँले जस्तै हेर्नु त सँगै निजामतीको सबै परीक्षा सञ्चालन गर्ने तपाईँले लेख्ने केही पनि छैन नि सँगै निजामती यसमा हेर्नुहोस् पहिलो लाइनमा कमन सेन्स अलिकति कुरो बुझ्नु पनि बुझ्नुहुन्छ रट्नु त्यो नलाग्नु सिम्पल सँगै निजामतीको सबै परीक्षा सञ्चालन माथि परीक्षा सञ्चालन लेखेको छ सबैले लेखेको छ सँगै निजामती कति सजिलो सँगै निजामती सबै परीक्षा सञ्चालन गर्ने फेरि यहाँ लेख्नुहोस् सुरक्षा निकायको सुरक्षा र संरक्षण संस्थाको लिखित परीक्षा मात्र सञ्चालन गर्ने अब हेर्नुहोस् परामर्श सुरक्षा निकायमा बढुवा सिद्धान्त परामर्श दिने संगठित संस्थामा बढुवा सेवा शर्त सम्बन्धी कानुन कारबाहीको बारेमा परामर्श दिने सँगै निजामतीमा सेवा शर्त सम्बन्धी कानुनको बारेमा परामर्श दिने बढुवा कारबाही गर्दा त्यो विषयमा परामर्श भन्ने छ नि त यहाँ माथि यसरी लेख्न सक्नुहुन्छ है तपाईले बुझ्नु हो भने सजिलो हुन्छ अब रट्नै हो नि त केही छैन मैले यति भने सकिन्छ यो ल यहाँ जाउँ जवाफ दिउँ इंग्लिश र नेपालीमा एउटैको एन्सर लेख्न मिल्छ मिक्स गरेर लेख्न मिल्छ त्यसै समस्या छैन त्यसमा अब त्यो बोर्डमा सम्भव छैन आजलाई है कोलम्बियालाई मैले अघि किन भनिसकेँ ल ओके ल सकिन्छ यो ठीक छ कमेन्ट हेर्छु कमेन्ट खेलाउँ त ल केही छ गर्नुहोस् एउटै क्वेसन सिधाइ हुन्छ मलाई केही छैन अब अरू केही छ अब जाउँ हामी अर्को क्वेसनमा अब हाम्रो चाहिँ एउटा क्वेसन साझा क्वेसन जो हामीले पढ्नु भनेका छौँ पढ्छौँ क्वेसन चाहिँ के हो भने मानौँ तपाईलाई आइदियो क्वेसन नियुक्तिहरूको गठनको बारेमा जस्तै उदाहरणको अख्तियार दुरुपयोग यस्तो क्वेसन आयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठनबारे गठन अबेला गठन नियुक्तिका योग्यता एउटा क्वेसन यस्तो आयो नियुक्तिको योग्यता देखेछ योग्यता र पदमुक्त हुने आधारबारे लेख्नुहोस् मानौ तपाईलाई यो क्वेसन आयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन नियुक्ति पदमुक्त हुने आधारबारे लेख्नुहोस् तपाईले जे आयो अब मानौ यो एउटा आयो अर्कोमा जाउँ एउटा यही कुरा चाहिँ तपाईलाई आइदियो के भन्दा आइदियो भने यसलाई लोक सेवा आयोगको एउटै सेम आयोगको त्यही के भन्दा गठन योग्यता सेम माथिको सेम यही पनि बुझ्नु त्यही समस्या छ क्वेशन सेम यसरी आइदिन्छ लोक सेवा आयोगको पदमुक्त कसरी हुन्छ यही कुरा आइदिन्छ फेरि के मानव अधिकार सबैको एन्सर एउटै हो है अधिकार आयोगको सेम गठन योग्यता पदमुक्तिको आधार के हुन् अर्को आइदिन्छ निर्वाचन सकिन्छ एउटै मैले भन्नु भएको छ यसरी चारवटा प्रश्न निर्वाचन आयोगको गठन कसरी हुन्छ यसका सदस्य यसका पदाधिकारीको नियुक्तिको योग्यता के हुन् र चाहिँ यसको पदमुक्त कसरी हुन्छ उल्लेख गर्नुहोस् भनेर आइदिन्छ जे को आए पनि अब एउटै एन्सर लेख्छौँ हामी एउटै एन्सर है जे को आए पनि ल सकिन्छ यो मैले भने क्वेशन बुझिरहनु भएको छ रूपनारायणजी हामीले के पढ्दैछौँ भने तपाईले देखिरहनु भएको हैन म एकैचोटि तपाईको लागि सबै साथीहरुलाई छोडेर जाउँ उता सनलाइन निकाय पढाउन यो नबुझ्या हो तपाईले अरूलाई डिस्ट्र्याक्ट गर्न डिस्टर्ब गर्न यस्तो गरिरहनु भएको के हो
हामी पढिरहेका छौँ, देख्नु भएन कुन टपिक यो सिद्धिँदै नसिद्धिने आफ्नो जाउँ अब कमन सेन्स युज गर्न अलिकति सामान्य अलिकति लगाउनु यसलाई सिद्धौँ न। अब यहाँ त हामी लास्ट चरणमा आइसक्यौँ नि त्यसको। कस्तो कस्तो मान्छे हुन्छ यार। ल अब ध्यान ल मानौँ अब यो चारवटा मध्ये एउटा कुनै गरौँ हामी। जुनसुकै ल लोकसेवा गठन जुन तपाईँ जुन भन्नुहुन्छ त्यही मानौँ लोकसेवा। यसलाई कसरी लेख्छौँ त हामी यहाँ एन्सर क्वेसन के आइदियो सेम अख्तियार दुरुपयोग अनुसार लोकसेवा आएको गठन नियुक्तिको योग्यता र पदमुक्त हुने आधार के हुन् भन्दा आइदियो। प्रश्न के आइदियो लोकसेवा आएको गठन नियुक्तिका आधार र पदमुक्त हुने अवस्थाबारे लेख्नुहोस् भन्दा आइदियो। वा तपाईलाई मानव अधिकार जे आए पनि आन्सर एउटै बुझिहाल्नुहुन्छ तपाईँ है, कुरो बुझिहाल्नुहुन्छ। अब जाउँ हामी के त भन्दा गठन जे आए पनि एउटै हो है। यो चारवटै यति मात्रै होइन, महालेखा परीक्षकको आयो यति मात्रै होइन, राष्ट्रिय स्रोत तथा वित्तीय आयोग यो भन्दा बाहिर कहीँबाट आउँदैन। अरु आयो मधेस आयो मुस्लिम आयो समावेशी आयो महिला आयो दलित आयो आउँदैन है। अहिलेसम्म आएको छैन त्यो कुरा ख्याल गर्नु कि त थारू आयोगको परीक्षा हुनु पर्यो, मुस्लिम आयोगको परीक्षा हुनु पर्यो नत्र आउँदैन है। यति तपाईले पढ्नु पर्छ है, धेरै जानु पर्दैन है। ओके अब जाउँ ल हुन्छ मानव अधिकार लेखौँ। मानव अधिकार एउटै सेम हो सबैको सेम ल हेरौँ मानव अधिकार सुरु गरौँ। वर्तमान संविधानले एन्सर सुरु जुनको मानव अधिकार छ नि त तल यसकै एन्सर हो। जे पनि एउटै हो है। वर्तमान संविधानले यति कमन सजिलो तरिकाले बुझ्नु तपाईले याद मानव अधिकार संविधानले मानव अधिकार आयोगको मानव अधिकार आयोगको गठनबारे निम्न व्यवस्था गरेको छ। व्यवस्था गरेको छ। यदि गठनको आयो भने है यसमा चाहिँ गरेको छ। यसमा पदमुक्ति आयो नि त। अब यहाँ ध्यान दिनुस् सर त्यस्तो त धारा फरक हुन्छ नि। हुन सक्छ जस्तो अख्तियारको आयो भने के लेख्नु पर्यो 238। हामीले काम जति काम पढाएको छौँ जस्तै अख्तियार काम 239 भनेर पढ्यौँ एक अगाडि। लोकसेवा आयो भने कति 242। 41 मा काम छ नि ठ्याक्कै एक स्टेप के बुझिहाल्नुहुन्छ तपाईँ। त्यो त्यता धारा आएन कन्फ्युजन ल्याउनु पर्यो। अब गठनमा जाउँ ध्यान नलाएर गठन अनि म प्रत्येकको गर्छु यो एउटै है। यहाँ यो ठाउँमा मानव अधिकार भन्ने ठाउँमा तपाईले निर्वाचन आयोग पनि यही हो है। यो ठाउँ अख्तियारले पनि यही हो है। यो ठाउँमा चाहिँ यहाँ भएको के छ अर्को लोकसेवाले पनि एउटै हो है। यति बुझ्दिनु होला कृपया ध्यान दिएर बुझ्नु हो भने सबैको एउटै हो। पहिलो कुरो संवैधानिक परिषदको सिफारिसमा पहिलो पोइन्ट संवैधानिक परिषदको यो भाषा हो यो परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने पहिलो नियुक्त गर्ने। अर्को मैले एन्सरमा पनि देखाउँछु यही हो है। फेरि एक एउटा प्रधानमन्त्रीको नेतृत्वमा एउटा संवैधानिक परिषद छ जहाँ को हुन्छ जहाँ प्रधानमन्त्री हुन्छ, प्रधान न्यायाधीश हुन्छ, जहाँ सभामुख राष्ट्रिय सभाको अध्यक्ष विपक्षी दलको नेता यी मान्छेहरू हुन्छन् जहाँ त्यो संवैधानिक परिषद सिफारिस गर्छ। त्यो संवैधानिक परिषदले सिफारिस गरेपछि ती मान्छेहरूको संसदीय सुनवाई हुन्छ। संसदीय सुनवाईबाट पारित भयो ती मान्छेलाई राष्ट्रपतिले बोलाएर शपथ यसरी नियुक्त हुन्छ। पहिलो चाहिँ के रहेछ संवैधानिक परिषद परिषदको सिफारिस राष्ट्रपतिले नियुक्त गर्ने पहिलो गठनको पहिलो हुँदा। दोस्रो कति वर्षको लागि 6 वर्षको लागि 6 वर्षको लागि नियुक्त गर्ने। यो दोस्रो सबै 13वटै संविधान निकायको 6 वर्षको लागि नियुक्ति 13वटै सबैमा यही लाग्यो। मानव अधिकार आयो पनि है जे आन्सर है म धेरैचोटि भनिसकेँ। यो दोस्रो तेस्रो पुनः नियुक्ति हुन नसक्ने
पुनः नियुक्ति पुनः नियुक्ति भनेको म बुझाउँछु यो हुन नसक्ने। जस्तै उदाहरणको लागि 2080 सालमा लोकसभामा पहिला रामबहादुर श्याम रामलाई नियुक्त गरियो। कति वर्षको लागि हुन्छ? 86 सालसम्म हुन्छ हैन त। यसलाई फेरि 86 बाट अर्को कार्यकाल नियुक्त गर्न पाइँदैन, सिद्धि हो। एउटा मान्छे एकचोटि मात्र नियुक्त हुन्छ। संविधान निकायमा भरिगरी नियुक्त गर्न पाइँदैन। यो राष्ट्रपति जस्तो होइन दुईचोटि। यो चाहिँ प्रधानमन्त्री जस्तो होइन दुईचोटि पनि। एकचोटि मात्र। जुनसुकै तपाईं संविधान निकायमा छिर्नुस्, एकचोटि भन्दा बढी नियुक्त हुन पाउनुहुन्न। तर यसको एउटा उदाहरणको लागि यो बुझाउनलाई मात्रै यो तपाईले बुझ्नुहुन्छ होला हैन। मानौ एउटा हिसाब गरौँ। मानौ लोकसभा आयोगमा यो लोकसभामा गीता भन्ने मान्छेलाई आयुक्त नियुक्त गरेको थियो। लोकसभा आयोगको चाहिँ सदस्य नियुक्त गरेको थियो। अनि अर्को चाहिँ अब सीता भन्ने मान्छेलाई नियुक्त गरेको थियो। सीताको मृत्यु कतिमा हो? 82 सालमा सीताको मृत्यु हो। सीता चाहिँ लोकसभा आयोगको अध्यक्ष हुनुहुन्थ्यो। मानौ सीतालाई अहिले म बुझाउँछु, अध्यक्ष हुनुहुन्थ्यो, उहाँ चाहिँ सदस्य हुनुहुन्थ्यो। सीताको मृत्यु भयो 82 मा भने यो गीतालाई के गर्न सकिन्छ? अध्यक्ष बनाउन सकिन्छ। त्यही कार्यकालमा 86 भित्र नै 86 सम्मलाई अध्यक्ष बनाउन सकिन्छ। रुबन्धु तर 86 पछि पुनर्नियुक्ति गर्न पाइँदैन। क्लिक गर्नेलाई पुनर्नियुक्ति भन्ने यति बुझ्नु हो। बेसिक यति बुझ्नु रेकर्डेड क्लास पनि हो। रिक्याप पनि गर्न सक्नुहुन्छ। यति बुझ्नु भनेको पुनर्नियुक्ति फेरि नियुक्ति गर्न पाइँदैन यसमा। यो तेस्रो पोइन्ट हो। चौथो चाहिँ यसमा कति त भन्दा एक प्रमुख यो र अन्य चार पदाधिकारी नियुक्त हुने। यसमा चाहिँ एउटा 13वटा संविधान निकाय मध्ये नियुक्त हुने एउटामा चाहिँ हुने। यसमा हेर्नुस्, ध्यान दिनुस्। यसमा तपाईलाई के आउँछ त्यो अनुसार लेख्नु। जस्तो उदाहरणको लागि यहाँ तपाईको अख्तियार आयो र निर्वाचन आयोग आयो। निर्वाचन आयोग आयो। तपाईलाई अख्तियारको बारेमा क्वेशन आयो। मानौ तपाईले निर्वाचन आयो भने यो प्रमुखलाई भनिन्छ प्रमुख आयुक्त। यो एकजना प्रमुख छ नि, यसलाई भनिन्छ प्रमुख आयुक्त। एक प्रमुख आयुक्त र अन्य चार आयुक्त नियुक्त गर्ने भनेर आयुक्त नियुक्त गर्ने। यदि तपाईलाई मानौ तपाईलाई निर्वाचन आयोग आयो भने के चाहिँ अख्तियार र निर्वाचन आयोग आयो भने त्यसरी लेख्ने। तपाईलाई मानव अधिकार अन्य आयोग महालेखा बाहेक अन्यको आयो भने के लेख्ने? एक अध्यक्ष र अन्य चार सदस्य भनेर लेख्ने। तपाईलाई के को क्वेशन आउँछ त? मान्छे तरिका एउटै हो, शब्द फरक छ। जस्तै हामी मेयर भन्छौँ, संविधान मेयर भन्ने छैन नि। बोलीचालको भाषामा संविधान प्रमुख भन्छ नि त। हो त्यस्तै यदि तपाईलाई मानव युक्तिको आशयले मानव अधिकार आयो भने यो ठाउँमा के लेख्नु पर्यो? यो ठाउँमा के लेख्नु पर्यो? मानव अधिकार आयोगको एक अध्यक्ष र अन्य चार के सदस्य नियुक्त। तपाईलाई कन्फ्युजन भयो भने एक प्रमुख र अन्य चार पदाधिकारी नियुक्त हुने भनेर। तर यो भनिरहँदाखेरि एउटा चाहिँ अपवाद चाहिँ के छ भने अपवाद जस्तो के छ भने हाम्रो 13वटा संविधान निकाय छ नि त। 13वटा संविधान निकाय छ नि, हाम्रो थाहा छ नि त। 13वटा मध्ये 12वटामा चाहिँ 1+4 नियुक्त हुन्छ। एउटा महालेखा परीक्षक भने एकजना मात्रै हुन्छ है। 13वटा संविधान निकाय मध्ये सबैमा 55 जना हुन्छ। एउटा महालेखा परीक्षक भन्ने छ। महालेखा परीक्षक नाम ध्यान दिनु होला। महाधिवक्ता होइन, महालेखा परीक्षक एकजना मात्र नियुक्त हुन्छ। त्यो कुरा चाहिँ यहाँ लागू हुँदैन। तपाईलाई महालेखा परीक्षक आउँदैन। त्यो आयो भने चाहिँ एक महालेखा परीक्षक नियुक्त हुने सजिलो छ है। यहाँसम्म बुझिन्छ? 12मा चाहिँ 1+4 लेख्दिने, जुन आयो पनि त्यही लेख्दिने। महालेखा परीक्षक एकजना मात्र नियुक्त हुन्छ। 13वटा संविधान निकाय छ, त्यसमा यो मात्र नियुक्त हुन्छ। यसमा के बुझ्दैन? त्यही त मानव अधिकारकै हो यो। लेख्ने पानी हो र मानव अधिकारकै लेखिरहेको छ हामी है। ल यहाँ हेरौँ। पुरो बुझिएन। ल मानव अधिकारको लेख्नुस्। यही हो ल। यो ठाउँमा यही लेख्दिनुस्। तपाईलाई अब के गर्नुस्? यहाँ एक अध्यक्ष दिमाग लगाउनु हो त्यो लगाउनु बानी छैन हैन। एक अध्यक्ष ल अध्यक्ष
र अन्य केको लागि भिन्न आँटेको अन्य चार भिन्न यो चाहिँ सरी अन्य चार भिन्न त अस्ति असको लागि तयारी गरिरहेको थिएँ यो चाहिँ के हो यो जिमको सुरु त्यसमा भिन्न हो अन्य चार ल सबै थाहा हुन्छ र अन्य चार सदस्य सिद्धियो यही हो सकिन्छ यो यति त्यही काम दिइहाल्छ सकिन्छ मानव अधिकार आयो अनि अनुसन्धान आएको भने काम दिइहाल्छ ध्यान गएको अन्त अनि सिरालाई यस्तै पढ भएको सिरालाई ल पठाइदिनु हेर्नुहोस् है। अस्ति पठाएको थिएँ। गठन यति के भन्यो गठनमा के भन्यो गठनमा के भन्यो हामीले संवैधानिक परिषद सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एउटा दोस्रो 6 वर्षीय कार्यकालका नियुक्ति हुने तेस्रो पुनर्नियुक्ति हुन नसक्ने सबैमा त्यही होइन त्यसपछि अर्को अध्यक्ष एकजना र 4 जना सदस्य नियुक्त हुने यो मानव अधिकार आयोग लोकसेवा आयोग पनि सेम एक शब्द फरक छ लोकसेवा मानव अधिकार सेम अख्तियार का आयो भने के गर्ने सिम्पल यहाँ चेन्ज गर्ने अख्तियार का आयो यहाँ चेन्ज गर्ने अध्यक्षको ठाउँमा के प्रमुख आयुक्त सदस्यको ठाउँमा के आयुक्त निर्वाचन का आयो भने अध्यक्षको ठाउँमा प्रमुख आयुक्त सदस्यको ठाउँमा सकिन्छ यो गठन त्यति कमन छ यो यो चाहिँ सेम हो लोकसेवा यो फरक नै यहाँ हो नाम शब्दमा फरक ब्याचलर सकेपछि मान्छे सबैले सबै देख्न सक्छ होला भनेर एकैचोटि बुझाएको के लाइसेन्स निकालेर है त्यो कारणले यसरी लेखेको है तपाईलाई याद हुन्छ सकिन्छ यसमा के छ बुझिया छ फेरि म भन्छु न भाइ अनि लाइसेन्स टिचिङलाई ओ त्यहाँनेरि त्यही सबै सर्टिफिकेट ओके अब हामी सुरुवात गरौँ तर हैन अब जाउँ यसको के योग्यता के के योग्यता चाहिन्छ योग्यता मानव अधिकारको योग्यतामा जाउँ अब यो उक्सगुन भन्ने निरौले हो कि अहिले आउने योग्यता जे आए पनि योग्यता एउटै है अनि स्कुल पढ्दाखेरि स्कुल कलेज जानु बुझ्ने गरी पहिला बुझौँ त्यसमा एक को जान्छ योग्यता के भन्दा एउटा शिक्षाको योग्यता लेखौँ शिक्षाको योग्यता अर्को उमेरको योग्यता चाहियो अर्को अनुभवको योग्यता चाहियो अनुभवको योग्यता अर्को चरित्रको योग्यता अर्को चाहिँ दल के अरे राजनीतिक संलग्नता ल योग्यता तपाईलाई मानव अधिकार एचआर कमिसनको आयो एचआर कमिसनको आयो अघि हेर्नुहोस् ह्युमन राइट कमिसन शिक्षा के नाटक म पे गरिदिनु यहाँ लेख्नु पर्यो भाषामा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको सिद्धि उमेर कति कम्तीमा 45 वर्ष पुरा भएको अहिले भाषामा नै आउँछ म त यही भाषा अर्को कति वर्षको अनुभव 20 वर्षको सम्बन्धित 20 वर्षको अनुभव जेको आए पनि यही एन्सर महालेखा परीक्षक आए पनि यही एन्सर जेको आए पनि एन्सर यही चरित्र कस्तो उच्च नैतिक चरित्र भएको
सजिलो गरी बुझ्नुभयो भने सजिलो हुन्छ यो अर्को राजनीतिक संलग्नता के नियुक्तिको बखत बखत राजनैतिक दलको सदस्य नरहेको अब यो कुरामा एक ठाउँमा चेन्ज हुन्छ जसरी अघि महालेखा परिषदमा चेन्ज थियो नि अरु सबैमा 12 जना महालेखा परिषद अरु सबै 12 वटैमा 5 जना महालेखा परिषद 1 जना भने जस्तै किछियामा चाहिँ एक ठाउँमा गडबड छ लोकसभा तपाईलाई यही कुरा छ मानव पब्लिक सर्भिस कमिसन अरु सबै सेम यो पनि सेम अनुभव पनि सेम चरित्र पनि सेम यो पनि के लेख्नु पर्यो यहाँ लोकसभा आएको अरु सबै 12 वटामा सेम लोकसभा आयोगमा केमा चेन्ज भयो त भन्दा लोकसभा आयोग के चाहियो स्नातकोत्तर भनेको मास्टर अरु सबैमा ब्याचलर लोकसभा आयोगमा के चाहियो सेम यदि तपाईलाई लोकसभा आयोग यो हटाइदिनुस् बाकी सेम सार्नुस् महालेखा परिषद आयोग यो हटाइदिनुस् ग्याङ लाएर महालेखा परिषद आयोग के गर्ने यो हटाइदिने अरु सबै सेम अप्ठ्यारो आयो भने सेम जे आउँछ सेम सकिन्छ यहाँ बुझिया छ कुरो हेलो ल 20 वर्ष अनुभव कसरी भन्नुभएको छ सम्बन्धित विषयमा 20 वर्ष अनुभव सम्बन्धित विषयमा 20 वर्ष तपाईको चाहिँ पहिला काम गरेको हुनु पर्यो नि बुढाहरु ल्याउनु नि त यहाँ त है के छ अरुको 20 वर्ष अनुभव भयो यो प्रमुख र अन्य चार पदाधिकारी हुँदैन भनेर सोध्नु भएको कि मैले कुरो बुझिने यसमा नरेशजी तपाईँ कुरो बुझ्दैन योग्यतामा त यो योग्यतामा 4 र 1 को कुरा आएन होला त्यो त अघि नै आइसकेको छ है के छ अरु बुझिया छ केही छ अरु भन्नु त ओके एजुकेसनको बारेमा सिम्पल बनाऊ मानव कृष्णजीले सोध्नु भएको छ उहाँलाई रिलेटेड सब्जेक्ट त्यहाँ तोकिएका सब्जेक्ट जस्तै लोकसेवा अप्ठ्यारो हुनु पर्यो भने कानुन प्रशासन विकास इन्जिनियरिङ यसरी तोकिएको छ महालेखा परिषद हुनु पर्यो लेखा परीक्षण चार्टर्ड एकाउन्टेन्ट यस्ता विषय तोकिएका विषय अब शिक्षा गुरु यहाँनिर आयो एजुकेसनको बारेमा एजुकेसन सिम्पल नाम चेन्ज गर्नु होला एजुकेसन सिम्पल लोकसेवा आयोगको मास्टर्स अरु सबै पनि चाहिँ संविधान निकायको सबैको ब्याचलर चाहिँ लोकसेवा आयोगमा चाहिँ मास्टर्स पढेको हुनुपर्छ सिम्पल अर्को के छ यो मान्छे यार सबैको योग्यता सञ्जयजी यहाँ भएका मान्छेले चाहिँ अब हाम्रो सबैको योग्यता एउटै हो कि फरक हो भन्नु महिला आयोग दलित आयोग समावेशी आयोगमा चाहिँ योग्यता अनुभव र यहाँ मेजरमा सेम मेजर आयोगहरुमा सेम यो कुरा क्लियर हुनु है ओके ल योग्यता सकिन्छ अहिले म ओपन देख्छु फेरि हामी यता पनि जान्छौं है समय चाहिँ जानलाई मुख छाड्न नमिल्ने के गर्नु मलाई त रिस यति उठेछ कि अब यो हैन कहाँबाट गाह्रो छ नि साथीहरु के गर्नु ल अब पदमुक्ति नजाऊ है यो पनि सजिलो छ सबैको पदमुक्ति सेम है साथीहरु सबैको मानव अधिकार आए पनि जस्तै यहाँ चारकेमा जाऊ हाम्रो साथीले अघि भन्नुभयो यहाँ चारकेमा जाऊ मानव अधिकार आएको नेशनल ह्युमन राइट्स कमिसनको पनि त्यही सबैको सेम है ल मानौ यहाँ चाहेको के भन्दा एक के निजको मृत्यु भएन निजको श्रीमती मरेर हुँदैन मृत्यु भन्दा निजको मृत्यु भएमा मुक्त भयो मृत्यु भएमा एक एउटा पदमुक्ति दोस्रो निजले लिखित राजीनामा त्यो पनि राष्ट्रपति समक्ष छ निजले लिखित राजीनामा राष्ट्रपति समक्ष दिएमा राष्ट्रपति समक्ष दिएमा ल उ मर्यो भने पनि पद खाली भयो राजीनामा दियो भने पद खाली भयो
त्यसपछि अर्को चाहिँ यो धारा 101 बमोजिम महाभियोग भन्ने हामीले पढ्न बाँकी छ साथीहरूले भनिरहनु भएको छ हामी पढ्छौँ त्यहाँ पालो आउँछ सबको धारा 101 बमोजिम महाभियोग पारित भयो भने अभियोग यो महाभियोग भनेको कस्तो छ भने यिनीहरूको हकमा संविधान निकायको हकमा चाहिँ यिनीहरूको लागि प्रतिनिधिसभाको प्रतिनिधिले प्रस्ताव ल्याउँछ र चाहिँ बहुमतले पारित गर्यो भने यिनीहरू चाहिँ पदबाट हट्छन् के तेस्रो आधार चाहिँ के यो उता पढाउनलाई धारा 101 हेर्नु पढ्न बाँकी छ हामीले धेरै टपिकहरू पढ्न बाँकी छ हामी बिस्तारै आउँछौँ भने पहिलो निजको मृत्यु भएमा दोस्रो के निजले लिखित राजीनामा दिएमा तेस्रो महाभियोग पारित भयो पाँचवटा आधारमा महाभियोग लाग्छ धारा 101 हेर्नु होला त्यहाँनिर 100 मा अविश्वासको प्रस्ताव ध्यान दिनु होला अविश्वास दुईटा मुख्यमन्त्री लाग्छ महाभियोग 86 वटा पदलाई लाग्छ हामी पछि महाभियोग पढाउँला धारा 101 मा तपाईले हेर्नुहुन्छ त्यहाँ यो तेस्रो आधार भयो चौथो आधार चाहिँ के हो भने यो शारीरिक मानसिक सबैको प्रमुख आधार हो साथीहरू मानसिक अस्वस्थताका कारणले कारणले संवैधानिक परिषदको सिफारिसमा संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त राष्ट्रपतिले मैले लेखेको त्यहाँ पनि जान्छ राष्ट्रपतिले हामी सबैले हेर्छौँ अहिले राष्ट्रपतिले पदमुक्त गरेमा अर्को मान्छे मेन्टल भयो फिजिकली डिसेबल भयो काम गर्न सक्दैन मेन्टल भएको कारणले फिजिकली कुनै समस्या आएर काम गर्न सक्दैन भने संवैधानिक परिषदले राष्ट्रपतिज्यू यो मान्छेले काम गर्न सक्दैन मेडिकल रिपोर्ट छ यसलाई पदबाट हटाउनु पर्यो अर्को चाहिँ यो चाहिँ अवधि पुरा भयो भने 6 वर्षको लागि थियो नि 6 वर्षको थियो नि त्यो अवधि पुरा भयो भने वा 65 एउटा मान्छे यो लागु हुँदैन 65 वर्ष पुरा भयो कोही मान्छे 65 वर्ष पुरा भयो भने उसको पद तीनटा कुरा लागु तीनटा कुरामा संख्यामा के रे महालेखा परीक्षक एकजना हुन्छ महालेखा परीक्षक पढाइमा हाम्रो तोकिएका जतिमा सबैमा ब्याचलर तोकिएकोमा है जस्तै तल आयो हेर्नु तोकिया हैन नि तोकिएकोमा ब्याचलर लोकसेवा आयोग मास्टर चाहिन्छ 65 वर्षको उमेर लागु हुने चाहिँ सबैमा 65 वर्ष लागु हुन्छ मानव अधिकार हुन्न है अर्को चाहिँ के रहेछ त भन्दा 6 वर्ष अवधि पुरा भयो पछि 65 वर्ष उमेर पुरा गर्ने यो लागु हुन्छ ल यसलाई भाषा कसरी लेख्ने यही कुरालाई कसरी लेख्ने भाषा ओके ल प्रत्येकको जाउँ यो निर्वाचन आयोग हो काङ्ग्रेस माग्नुलाई कोलम्बिया नोट माग्नुलाई ल यहाँ मैले सबैको जस्तै एउटा योग्यता यहाँ मैले लेख्दैछु ल पहिला एपीएसमा आएको थियो भनेर एउटा छुटेछ नेपाली नागरिकता है योग्यता ल 65 वर्ष भयो यहाँहरु मान्छे समयको छ 3 मिनेट सिम्पल यो छुटेछ है हाम्रो एउटा नेपाली नागरिक हुनु पर्यो 45 वर्ष पुरा हुनु पर्यो स्नाकोत्तर यहाँ के छ लोकसेवा सोधे हैन त लोकसेवा माथि लोकसेवा सोधे हैन त त्यही भएर स्नाकोत्तर यही कुरा मानव अधिकार सोधे के हुन्थ्यो ब्याचलर हुन्थ्यो नि अनुभव कति कम्तीमा 20 वर्षको अनुभव हुनु पर्यो 20 वर्षको अनुभव हुनु पर्यो अर्को चाहिँ के उच्च नैतिक चरित्र र राजनीतिक दलमा आबद्ध नरहेको यति बेला आबद्ध नरहेको यति 5 वटा भने नेपाली नागरिक छुटेछ यति हुनु पर्यो यही कुरा चाहिँ फेरि अब ल गठनमा हेर्नुस् गठनमा एक अध्यक्ष र 4 सदस्य मानौ यही कुरा
एक अध्यक्ष 4 सदस्य यो चाहिँ के कसमा लागू भयो मानव अधिकार लोक सेवा आयोगमा लागू यहाँ भने चाहिँ अख्तियारमा चाहिँ निर्वाचन आयोगको हकमा कसरी लेखित प्रमुख आयुक्त हुन्छन् भनेर भने चाहिँ अनि अर्कोले के भन्यो महालेखा आयोग भने तपाईँ के लेख्नुस् भन्यो मानव अधिकार आयोग महालेखा प्रधानमन्त्री नियुक्त हुने अब यहाँ यो एउटै पोइन्ट हो यो चाहिँ जुन छ यो एउटै पोइन्ट तपाईलाई के आउँछ त्यही लेख्ने बाउन्डले मम भन्नुस् आफ्नो नाम लिनुस् नाम सम्झिनुस् स्वाहा भन्नुस् भन्छ नि त्यस्तो तपाईलाई लोक सेवा आयोगले एक अध्यक्ष 4 सदस्य हुने यही कुरा चाहिँ के आयो भने एक प्रमुख आयुक्त र चाहिँ 4 आयुक्त हुने भने यो कुरा महालेखा परिषद आयो एक महालेखा परिषद नियुक्त हुने भन्नु पर्यो अर्कोले सबैमा संवैधानिक प्रोसेस राष्ट्रपति कति वर्ष कार्यकाल 6 वर्ष यहाँ पुनर्नियुक्ति भन्ने छुटेछ पुनः नियुक्ति नपाइने के यसको गठन पदमुक्त हुने अवस्था के भन्दा लिखित राजीनामा दिएमा हामीले जुन अघि पढ्यौं त्यही भाषा लेखा हो लिखित राजीनामा दिएमा यी महाभियोग प्रस्ताव पारित भयो भने महाभियोग प्रस्ताव पारित भयो भने अर्को शारीरिक मानसिक कारणले उनले काम गर्न सक्दैन भएर हैन यो संवैधानिक परिस्थितिमा राष्ट्रपतिले पदमुक्त गर्यो भने अर्को 65 वर्ष उमेर भयो भने यहाँ एउटा लेखा छ नि मानव अधिकार बाहेक स्टार लेखेको छ नि मानव अधिकारमा 65 वर्ष लागू हुँदैन अर्को चाहिँ के निजको मृत्यु भयो भने या भइहाल्यो मर्यो भने अब यिनीहरुमा छैन भने यिनीहरुमा चाहिँ छैन भने त्यो त आउँदैन तपाईले लेख्नु पर्दैन मात्र बुझाउनु यसरी है साथीहरु ल धैर्य त प्रोत्साहन दिनु कतिपय साथी मरि यसलाई सरी के भनेर माग्ने नोट दिनु सर कलमले पीडीएफ वाला छुट्टै नोट छ रे कीवर्ड वाला त्यो नोट हामीलाई दिनु गोपाल सरले भन्नु न ओके साथीहरु माग्नु होला है ओके सबै साथीहरुलाई नमस्कार अब भोलितिर हामी यो पोलिसी हामी संवैधानिक महाभियोगको कुराहरु भोलि छुटेका के छ तपाईले राख्नु होला त्यो हामी पढ्छौं है साथीहरु तपाईँ नोट उपलब्ध छैन ल एक दुई दिन माग्नुस् भएन भने मै पठाइदिनु भयो है त्यसरी ल भोलि म फर्स्ट आवर मलाई माग्नुस् म पठाइदिनु है शुभरात्रि गुड नाइट साथीहरु म खोज्छु आज भोलि म पठाइदिन्छु नमस्कार के गर्दैछौ जोमा के गर्दैछौ धर्मले प्रतिपादन